पूर्व पश्चिम राजमार्गको वीरेन्द्र बजारको यही घरमा 25 वर्ष पहिले स्थापना भएको थियो आसमान नेपाल। आफूले यहाँ आसमान नेपालको पहिलो साइनबोर्ड टाँसेको सङ्केत गर्ने यी दुवै संस्थापक सदस्यहरू आफू जस्तै अन्य संस्थापक र शुभचिन्तकहरूसँग 25 वर्ष अगाडिका दिनहरूका बारेमा चर्चा गर्दै हुनुहुन्छ। आसमान नेपालको इतिहास सेभ द चिल्ड्रेन जापानसँग जोडिन्छ। संस्थापक सबैजना त्यही काम गर्नुहुन्थ्यो। अहिले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने क्षेत्रमा बालबालिकाको शिक्षा र महिला सशक्तिकरणमा काम सुरु गरेको आसमान नेपाल बिस्तारै मधेसका अन्य जिल्लामा फैलिँदै गयो। यति बेला नेपालको 24 जिल्लामा आसमान नेपालका 27 वटा परियोजना सञ्चालित छन्। आसमान नेपालले गर्ने काम मुख्यतः 6 वटा विषयगत क्षेत्रमा फैलिएका छन्। शिक्षा र बाल संरक्षण, स्वास्थ्य र पोषण, प्राकृतिक स्रोत व्यवस्थापन र जीविकोपार्जन, सुशासन, महिला सशक्तिकरण, विपद व्यवस्थापन, आपतकालीन उद्धार तथा मानवीय सहयोग। 25 वर्ष अगाडि भर्खर लोकतान्त्रिकरण हुन लागेको नेपाली समाज र आजको समाजका बीचमा आकाश जमिनको फरक छ। तर पनि आसमान नेपाल र यसका कामको सान्दर्भिकतामा कति पनि कमी आएको छैन। सबै टोलमा अहिले त्यो बचत समूहहरूले रूपान्तर गरेर आफै पनि समूहहरू खोलेको छ। त्यो जम्मै दलित बस्तीहरूमा केही थिएन, आज सबैसम्म समूह छ, सबैको आफ्नो कोषहरू छ। त मलाई लाग्छ त्यो देन हो नि त आसमान नेपालको। जहाँ स्कुल भवनहरू थिएनन् त्यहाँ अहिले आसमान नेपालले भवन बनाइदिएर विद्यार्थीहरू पढेर धेरै आसमान नेपालको गुणगान पनि गाइरहेछन्। सामाजिक परिसर गराउने परिपाटी त्यो पनि बसायो। त्यो नहुने बेला परिपाटीहरू पनि बसायो। टिचरहरूको पनि कमी कमजोरी थियो, टिचरहरूले पनि सुधार गरियो। समुदायको कमी कमजोरी थियो, त्यो पनि सुधार गरियो। त्यो तपाईँको शिक्षामा एउटा आन्दोलनै भयो त्यति बेला। यो काम छोरा स्कुल पठाऊ कार्यक्रम राख्नुको मेन उद्देश्य बच्चाहरू त्यो बेला पढ्ने उमेरको बच्चाहरू स्कुलभन्दा बाहिर गाई चराउन, भैँसी चराउन, बाख्रा चराउन गइरहेको थियो। त्यो बच्चाहरूलाई कसरी हामी शिक्षाको ज्योतिको प्रकाश दिने भन्ने सोचले आसमान नेपाल कार्यक्रम सुरुवात गर्नुभयो। हामीलाई आसमान नेपालले माछा खान नदिए पनि माछा मार्न सिकाइदिएको हो। आसमान नेपालको अर्को बलियो पक्ष भनेको संस्थामा आबद्ध कर्मचारी, स्वयंसेवक तथा अभियन्ताहरूको बलियो साथ सहयोग पनि हो। बुहारे भएर साइकल चढेको त्यो म आफ्नो गाउँमा चाहिँ मैले नै सुरुवात गरेको साइकल चढ्न र घुम्टा पर्थाबाट चाहिँ म पनि अलिकता सफल भएँ र त्यहाँबाट त्यति गर्दा गर्दा पनि आसमान नेपालबाट मैले के पाएँ कि आफ्नो क्षमता विकास गर्न, आफ्नो क्यापेसिटी गर्न बच्चाहरूको लागि र त्यो सँगसँगै गाउँमा केही राम्रो बाटोमा लग्नलाई बाटो चाहिँ राम्रो देखाइदिने भनेर त्यो कुराहरू मलाई ममा सिकाइ भयो। आसमान नेपालमै काम गर्दा गर्दै मैले आफ्नो छवि एउटा राम्रो बनाउन सफल भएका छौँ। बेटी जे मायका जाए छै त अपना आप के बहुत आनंदित फील करे है ना, वही हिसाब से आसमान नेपाल के टीम में जो अभी छी वही संस्था संगे काम करे छी त ओहन हिसाब से महसूस होइए। स्वास्थ्य र शिक्षामा जनचेतना जगाउने क्रममा आसमान नेपालले समाजका आवश्यकताहरूको पहिचान गर्दै तिनलाई सम्बोधन गर्ने उपायहरू खोज्दै गएको हो। यस क्रममा स्वयंसेवक शिक्षक अभियान, बचत अभियान, भर्ना अभियान, जन्म दर्ता अभियान, विद्यालय भवन निर्माण अभियान लगायत अनेकन अभियान चलाइयो। कोरोना महामारीको सङ्कटको समयमा पनि आसमान नेपालले बालबच्चा शिक्षाको चिन्ता गर्यो। पहुँच नभएका सीमान्तकृतहरूका लागि कोरोनाको खोप दिने अभियान नै चलायो। यस्ता अभियान चलाउने क्रम अझै जारी छ र यसबाट समाज प्रगतिको पथमा हिँडेको छ। अनेकन व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आएको छ। गाउँमा सधैँभरि झै झगडा मात्रै हुन्थ्यो र कोही श्रीमती
कसैको श्रीमती बोल्यो भने पोथी बासे पनि भन्थ्यो, श्रीमतीको कुनै कुरा खाँदैन थियो। अहिले श्रीमतीलाई नसोधी कुनै काम गर्दैन। जसको घरमा केही छैन भने उसले पनि लड्कीलाई पढाउँछ। अहिले केटा खोज्नुहुन्छ, केटा 6-7 क्लास पढेर विदेश गएको छ, सबै केटी इन्टर ब्याचलर गरेको छ। म चाहिँ 14 वर्षको थियो त्यतिखेर आसमान नेपालले चाहिँ यो प्रौढ कक्षा शिक्षा चाहिँ सञ्चालन गरेको थियो गाउँ गाउँमा, अनि त्यसमा मैले पनि पढ्ने मौका पाएँ। लोकसभा पास क अखनी जाइ छै, ये प्रोफेसर छले, अखनी बसैया में जाकर कैंपस में फिर जाइ छै सरकारी में, जैसे ओकर जॉब भ गेलै। हमरा बहुते खुशी लगलै, बड़ खुशी, अति खुशी भ गेलै। अपन बेटा सब पढ़ के बहुत आगाड़ी भ गेलै, बड़ खुशी। एहि गाँव में कोई नहीं है ओते। आसमान नेपाल सेव द चिल्ड्रेन जापान नेपाल के नाम से संस्था छलै और बिहानी कक्षा अनौपचारिक शिक्षा के रूप में जो बिहानी कक्षा संचालन भेलै, ते टाइम में हमरा सबके उमेर 12-14 वर्ष पुगि गेल रहे और हम सब पढ़ाई से वंचित रहे। हमरा सबके 20 महीना के इटा अनौपचारिक शिक्षा प्रदान केलखिन और वही में हम सब अध्ययन क तकर बाद में लगातार पढ़ली। कला त आसमान नेपाल न रहती तो हाल अभी मूर्खे देखा रहती, सेब कह के आसमान नेपाल हमरा देखैलक, रास्ता देखैलक। आयुष्मान नेपाल द्वारा की भेले हमरा सबके एकटा आँख खोल देलकै। जेना हम सब सुतल रहिए तो हमरा सबके आयुष्मान नेपाल हमरा सबके जगेलकै। सर हम तो 2 साल पहले तेरी शादी भ गेल, 18 में इने घुसलिए आसमान नेपाल ने, तो सर सब कहल के मैडम सब से अभी शादी नहीं करब। लड़का सब तकाई छले 2 साल पहले ते आइने घुसली, तो अभी शादी से वंचित छी। पढ़ाई के हमरा अथी मिलल से सपोर्ट मिलल। कहल के 2 साल नहीं अथी शादी होते तो कल 2 साल ने आरो पढ़ो लेब, आ 2 साल के बाद आरो कहबी तो आरो पढ़ो दे। तो हमरा तो के लके हम बड़ खुश छिए। आइ में आके ऋण कर्जा लके व्यापार से पार करे छी। बकरियो है, हमरा होटलो है, वही होटल से 3 गो धियापुता है। हमर घर वाला 3-4 साल भगले बीत गेले। हम अपने अकेले कमा के बेटा बेटी के पाले छिए। ऐसे आई में से ऋण उठैली, दुकान में लगैली, दुकान में से जे भेल नफा धियापुता के पढ़ावे छिए। सब घर खर्चा आई में से चल्छ, पहिले से बहुते बढ़िया। यस्ता उदाहरणहरू अनेकन छन्। आसमान नेपालले काम गरेका हरेक गाउँ बस्तीमा मानिसको जीवन सकारात्मक दिशातिर अग्रसर भएको भेटिन्छ। सफलताको यो श्रेय केवल आसमान नेपाल परिवारले मात्र पाउने होइन। सकारात्मक परिवर्तनका लागि आफ्नो समय र श्रम खर्च गर्दै आसमान नेपालका कार्यक्रमहरूलाई अपनत्व लिएर अगाडि बढाउने हरेक नागरिक पनि सफलताको श्रेयको उत्तिकै हकदार हुन्। आसमान नेपालका हरेक काममा साथ दिने नेपालका तीनै तहका सरकार र कर्मचारीहरूले पनि उत्तिकै मेहनत गरेका छन्। सफलताको श्रेय उनीहरूले पनि पाउनुपर्छ। आसमान नेपालले हिँडेको बाटोमा प्राविधिक, आर्थिक तथा नैतिक सहयोग दिने समग्र राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, दातृ निकाय र मित्र राष्ट्रका सरकार तथा अन्य निकायहरू पनि धन्यवादका पात्र हुन्। बाल श्रमहरूलाई पुरै निरुत्साहित गर्ने हैन, र त्यस्तै समाजका पिछडिएका सीमान्तकृत वर्गहरूलाई कसरी इम्पावर गर्न सकिन्छ, विशेष गरेर महिला सशक्तिकरण र महिलाहरूको चाहिँ पार्टिसिपेसन चाहिँ बढाउने, त्यस्तै गभर्नेन्समा सपोर्ट गर्ने, त्यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष गरेर पोषणमा चाहिँ अवेरनेस बढाउने, अथवा जुन क्षेत्रमा चाहिँ पोषणमा विभिन्न खालको डिजास्टरले गर्दाखेरि पोषणमा चाहिँ समस्या आएको छ भने त्यहाँ फुड सेक्युरिटी चाहिँ कसरी मेन्टेन गर्ने, क्लाइमेट रेजिलियन्स कसरी मेन्टेन गर्ने लगायतको चाहिँ कामहरूमा चाहिँ यसले सहयोग गर्दै आएको छ। र यसले सरकारलाई यी क्षेत्रहरूमा यसले चाहिँ निरन्तर सहयोग गर्दै आएको छ। आसमान नेपाल यो नगरपालिकाको लागि एउटा धरोहर हो, यो नगरपालिकाको लागि एउटा गहना हो। हामीले आसमान नेपाललाई जुनसुकै बेला जति बेला भए पनि हातमा हात मिलाएर आत्मसात गरेर हामी आसमान नेपाललाई सहयोग गर्दै र हामी अगाडि बढ्ने सोचका साथ अघि बढिरहेका छौँ। रजत जयन्ती मनाइरहेको यो अवसरमा भावी रणनीति तथा कार्यक्रमका बारेमा स्वाभाविक रूपमा प्रश्न उठ्छ। आगामी दिनहरूमा चाहिँ आसमान नेपालसँग जुन अनुभवहरू छ त्यो अनुभवहरूलाई चाहिँ नेपाल सरकारको नीति नियममा चाहिँ समावेश गरेर हातोमालो गरेर अगाडि बढेपछि आगामीको दिनहरूमा अझ चाहिँ एउटा परिवर्तनको परिवर्तन जुन हामी खोजिरहेछौँ त्यसमा अझ थप बल चाहिँ प्रयोग हुनेछ। संसारै भर के समस्या है, लेकिन अभी में सबके बुझे कि
विकासशील विकासोन्मुख देश सबके सबसे बेसी में सहपठित में नेपाल सेहो इस बाहर नहीं अखन के देखल जाए तो मध्य प्रदेश में सूर्य के दोहन के कारण से बहुत सारे विभिन्न कारण से पानी के समस्या से उत्पन्न भ रहा है। तो यही में कतौ न कतौ आप युवा सबके समाज के जलवायु उत्थानशीलता के लागि कतौ न कतौ काम करना एकदम अपनी जरूरी देखाए। अबका दिनमा आसमान नेपालको रणनीति पुराना अनुभव र कार्यक्रमलाई निरन्तरता दिने मात्र होइन, आफ्ना सिकाइहरूलाई सामुदायिक सङ्गठन, नागरिक समाज, गैर सरकारी संस्था लगायतका सङ्घ संस्थाका सदस्यहरू परिचालित गरेर विस्तार गर्दै लानु पनि हो। यसका अतिरिक्त बाल श्रम, बाल विवाह जस्ता कुरीतिहरूलाई समाजबाट पुरै हटाउने जस्ता अभियानहरूलाई व्यापक बनाउनका लागि आम सञ्चार माध्यमलाई पनि संलग्न गराउने अर्को रणनीति आसमान नेपालको छ। र फाइनली हामी चाहिँ के हेर्न खोजिया हो भने अब आउने दिन मेबी हामी चाहिँ काम गर्दाखेरि अल चिल्ड्रेन सुड बी फुल टाइम फर्मल डे स्कुलबाट जुन हामी क्याम्पिङ सुरु गरिरहेको छौँ त्यो भनेको के भने चाहिँ अब आउने दिनमा एउटा जुन एरिया बेस्ड एप्रोच जहाँ आसमान नेपालले काम गर्छन् त्यो एरियाको सबै बालबालिकाहरू चाहिँ पूर्णतः स्कुलमा हुन्छन् र त्यो 12 क्लास कम्प्लिट गर्छ भने चाहिँ हाम्रो मिसन लिएर हिँड्नुपर्ने हुन्छन् अबको दिनमा र त्यही आधारमा हामी चाहिँ अब आफ्नो टिमलाई तयारी गर्दै जाने हो।